सम्पूर्णमा नमस्कार। हजुरहरूको चाहना अनुसार चाहिँ मैले यो भिडियो चाहिँ कसरी यो हाम्रो इभ्यालुएसन फर्मलाई चाहिँ हामीले कसरी युज गर्ने अथवा क्रिएट गर्ने भन्ने हिसाबले चाहिँ मैले यो आजको यस भिडियो तयार पारेको छु। सर्वप्रथम इभ्यालुएसन फर्म इन्ट्री गर्नको लागि तपाईँहरूले यो साइड बारमा रहेको यो जुन यो तीनटा टोगल साइड बार भन्छ यसलाई क्लिक गर्नु होला र यहाँनेरिको अप्सनमा चाहिँ इभ्यालुएसन फर्म भन्ने अप्सन यहाँ तपाईँहरूको साइड बारमा रहन्छ। त्यो साइड बारको यो इभ्यालुएसन फर्म भन्ने अप्सनमा क्लिक गर्नु होला। यति क्लिक गरिसकेपछि यो तलपट्टिको चाहिँ यो एक्जिस्टिङ पिरियड्स भनेको मैले अहिलेसम्म क्रिएट गरेका इभ्यालुएसन फर्महरू तपाईँले यहाँ तल देख्न सक्नुहुनेछ भने नयाँ फर्म क्रिएट गर्नको लागि चाहिँ हामीले यो प्लस आइकनको जुन यो प्लस क्रिएट 15 डेज इभ्यालुएसन पिरियड छ यसलाई क्लिक गर्नुपर्ने हुन्छ। र अहिले मैले यहाँ पढाउने क्लासहरू यहाँ दिएको छ। यसमध्ये मैले कुनै एउटा क्लास सिलेक्ट गर्छु। फर इक्जाम्पलको लागि मैले क्लास 5 मैले सिलेक्ट गरेँ र यसमा मैले मेरो सब्जेक्ट सिलेक्ट गर्छु। सेक्सनमा मैले पढाउने सेक्सन। त्यसै गरी यो स्टुडेन्ट इभ्यालुएसन फर्मको पिरियड मैले कति गतेदेखि कहिलेसम्मको यो इभ्यालुएसन लिएको हो भनेर यहाँ मैले असाइन गर्नुपर्ने हुन्छ। हाम्रो विद्यालय मैले अब यो एउटा टर्मिनलभन्दा अगाडि अथवा यो फर्स्ट हाम्रो एसेसमेन्टभन्दा अगाडिको सबै रेकर्ड एकै ठाउँमा समग्रमा म यहाँ प्रविष्ट गर्छु भने हाम्रो 15 गतेदेखि कक्षा सञ्चालन थियो, वैशाख 15 देखि। अहिले हाम्रो एक्जाम चाहिँ असारको अथवा असारको 30 गतेसम्म 32 गतेसम्म चल्यो भने असारको 32 गतेसम्म यो एउटा पिरियड भयो। यहाँ हामीले के गर्नुपर्ने हुन्छ, यो पिरियड सिलेक्ट गरेर कुन टर्मिनलको लागि हो भन्दा यो फर्स्ट इन्टर्नल एसेसमेन्टको लागि हो। सो मैले यहाँ टर्म पनि मैले सिलेक्ट गरेर क्रिएट पिरियड भनेर क्लिक गरेँ। अब क्रिएट गर्दा बित्तिकै यहाँ तपाईँले लेफ्ट साइडमा तपाईँको विद्यार्थीको नाम देख्न सक्नुहुनेछ भने हामीले गर्ने इभ्यालुएसन गर्ने यहाँ विभिन्न यो राइटिङ होमवर्क कस्तो छ, रिडिङ होमवर्क कस्तो छ, ह्यान्ड राइटिङ उसको कस्तो छ, विद्यार्थीको उसको डिसिप्लिन, निटनेस, ल्याङ्ग्वेजको फ्लुएन्सी, उसको रेगुलारिटी र क्रिएटिभिटी यस्ता इत्यादि विषयमा हामीले के गर्न सक्छौँ, यो पेपर पेन्सिल टेस्टले टेस्ट गर्न नसक्ने कुराहरू चाहिँ हामीले इभ्यालुएसन फर्मको माध्यमबाट टेस्ट गर्छौँ। जस्तै सार्थक अधिकारीको केसमा यदि राइटिङ होमवर्क एक्सिलेन्ट छ भने मैले ई, रिडिङ होमवर्क पनि एक्सिलेन्ट छ ई, ह्यान्ड राइटिङमा थोरै सुधार गर्नुपर्छ भने एम, र डिसिप्लिन एकदमै तपाईँको डिसिप्लिन मेन्टेन छैन भने पी, निटनेस ठिक छ एम, यसरी ल्याङ्ग्वेज के छ राम्रो छ भने यसरी, रेगुलारिटी क्रिएटिभिटीको यसरीको आधारमा हामीले के गर्न सक्छौँ, यसरी हामीले के गर्न सक्छौँ भन्दाखेरि इभ्यालुएसन गर्न सक्छौँ। यो जस्ट फर इक्जाम्पलको लागि मैले इभ्यालुएसन गरेँ। यसरी हामीले इभ्यालुएसन गर्छौँ। सबै विद्यार्थीको इभ्यालुएसन गरेर यसलाई सेभ गरिदिनु पर्ने हुन्छ। हस्, यति नै हो। हस्, धन्यवाद।